आज म चाहिँ अब सिस्नु पकाउनको लागि यहाँ तयारी गर्दैछु, पानी तताउँदैछु। सिस्नु यहाँ रेडी गर्दैछु। अब यो सिस्नुमा लाउने अरू कुरा मैले चाहिँ अब यो सिस्नुमा लाउनको लागि लसुन अदुवा र टिमुर के उहरू तयार पारिसकेँ। यहाँ हल्का पनि लगाएँ। अब यहाँ पिठो लाउनलाई पिठो पनि लाउनुपर्छ अनि मिठो हुन्छ। अनि स्वाद अनुसारको नुन पनि लाउने, स्वाद अनुसारको। आफूलाई इच्छा अनुसारको नुन पनि लाउने यसमा। अनि अब म चाहिँ यो सिस्नु पखाल्न जान आँटेको छु। मैले चाहिँ अब यो सिस्नु पखालिसकेँ। अब यो भग 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 उम्लिँदैछ। यसमा चट्ट तरकारी चियाउको लागि रेडी गर्दैछु। तरकारी चट्ट मैले धोएर ल्याइसकेँ। मेरो चाहिँ अब यहाँ च्याउ पाक्दैछ। यहाँ चाहिँ मसला हालेर चलाउने। यता सिस्नु पनि पाक्दैछ। अब यो चाहिँ सलादको लागि मुला मैले तयार गरेँ। चट्ट काट्ने यसलाई। सिस्नु पनि सिटी लाग्दैछ। मेरो सिस्नु चाहिँ रेडी हुनै लागेको छ।